आजको खेल चाहिँ हाम्रो कोशी प्रदेशसँग थियो। कोशी प्रदेशसँग सहजै रह्यो आजको गेम चाहिँ। हिजो एपएफसँग नि सहजै रह्यो। अबको खेलहरू चाहिँ अब राम्रै छ हाम्रो टिम, यसपालि चाहिँ राम्रै हुनेछ भन्ने आशा राखेका छौँ। यो विभागीय टिम भन्दा यो प्रदेशको टिम विरुद्ध अलिक सहज भएको। हजुर, विभागीय चाहिँ अब नेपालमा अब ट्रेनिङ गरिराखेर अलि राम्रै हुन्छ। अब कोशी प्रदेश नि राम्रै थियो, विभागीय सर नै छ कोशी प्रदेश नि अहिले नेपालमा राम्रै थियो। यो विदेशी खेलाडीसँगै गण्डकी प्रदेशका खेलाडीहरूको सहभागिता रहेको छ होइन। हजुर, यो टिमको यो तालमेल मिलाउन चाहिँ कतिको सहज भइरहेको छ? सहज त अब तालमेल गण्डकी प्रदेशले धेरै पटक यो हाम्रो विदेशी खेलाडीहरूसँग खेलेको भएर टिम सेट चाहिँ मिलिरहेकै छ। अब गण्डकी प्रदेशको खेलाडीहरू चार पाँच म्याच नै खेलिसक्नु भएको छ, त्यही भएर सेट चाहिँ मिलिराखेकै छ। अब 3 विभागीय टिममध्ये एउटाले चाहिँ हराइसक्नु भएको छ होइन। हजुर, बाँकी दुईटा विरुद्ध चाहिँ कस्तो रिजल्टको अपेक्षा गर्नुभएको छ? अब टिपटप चाहिँ विदेशी खेलाडी हुनुहुन्छ, टिपटप पनि धेरै राम्रो छ टिम। अनि नेपाल पुलिस नि राम्रै छ। अब दुई तिन टिम चाहिँ राम्रै छ अझै पनि। अब गेम खेल हो, अब के हुन्छ हेरौँ। हस्।